तपाईले मलाई बाइबलबाट परमेश्वरलाई पछ्याउने एकजना मान्छे देखाइदिनुस् जसले परमेश्वरलाई पछ्याउँदाखेरि नि यसको अभाव भएको वरन प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। त्यसो भने पास्टर बाउ अहिले विश्वासीहरूमा किन यो छैन? किनकि बाइबलले भन्छ सिक माई किङडम फर्स्ट, मेरो राज्य पहिला खोजी गर र सबै थोक तँलाई थपिनेछ। हालेलुया हालेलुया हालेलुया। गाडी खोज्दै होइन, आइफोन खोज्दै होइन, पैसा खोज्दै होइन, विदेश खोज्दै होइन, ईश्वरको राज्य पहिला खोज्नुहोस्। हालेलुया। Seek his kingdom, glory to Jesus Christ. हालेलुया। अनि यो कुरा भन्दै गर्ने व्यक्तिले नि त्यतिकै अरूले बोलेर भनेको होइन, जुन कुरामा बोल्दैछु नि यसको बारेमा यो भविष्य यो मेरो जीवनमा तानिरहेको छ। हालेलुया 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 हालेलुया। विदेश जानुहोस् तर तपाईको भविष्य विदेशमा होइन, येशूमा छ। कमाउनुहोस्, भक्कु कमाउनुहोस् तर तपाईको भविष्य तपाईको कमाइमा होइन, येशूमा छ। हालेलुया हालेलुया हालेलुया।